पुगेको समोसा नि कस्तो मिठो रहेछ मैले हिजो कोठामा गएर है के खाउँ गरेर मेरो कस्तो रिस पाइ के हो यसको नाम यसमा इनिफ्रोलजिस्ट एस्पिरेन्ट ह्युमन बिङ्स नट एबल टु जोइन द क्लास। हेलो गाइज गुड मर्निङ साउन्ड सङ्क्रान्तिको सबैजनालाई शुभकामना व्यक्त गर्न चाहन्छु। आज चाहिँ म के गर्नेछु सबैजनालाई म फर्स्ट देखाउनेछु। उसिनेदैछ यहाँनिर ग्यास रेडी पाक्दैछ, यहाँनिर पानी पनि, किनकि यो चाहिँ उसको लागि है समोसाको लागि रेडी गर्दैछ म है त गाइज। यस्तो चट्ट लगाएर हेर्न सक्नुहुनेछ गाइज। यस्तो हो समोसाको लागि चाहिँ यसरी गर्नुपर्छ। के छ खबर? के छ गुड मर्निङ के छ? गुड मर्निङ दाइ, गुड मर्निङ। अब एक गते होइन? एक गते म रमाइलो गर्नु पनि तपाईँहरू तलै बस्नुहुन्छ। फाइनली हेर्न सक्नुहुनेछ हजुरहरूले, मैले चाहिँ प्लास्टिकमा पुगो गरेर नभए सुक्छ कि। यहाँनिर समोसाको लागि रेडी बनिसकेको छ। यहाँनिर त्यसपछि म आफै हाल्छु। पानी नै छैन भने पानी नै मैले सुकाएर ल्याएको भन्दैछु, पहिला मेट्दैछ चाहिँ भाइले चाहिँ अनि डुनर ल्याएको छ, ल्याइसकेको छ। तातो तातो होइन त, तातो तातै छ तर अलिअलि ताजा हो ताजा भयो कति मिठो हुन्छ। ताजा अलिअलि छ। समोसा चाहिँ डुन्डुमायाजीले बनाउनुहुन्छ है। हाम्रो चाहिँ स्पेसली मैले चाहिँ सबै रेडी गरेर बनाइसकेको दिइसकेँ। त्यसपछि बनाउने चाहिँ हाम्रो यहाँनिर डुन्डुमायाजीले। वाह कस्तो रिस आपाई आमाई हाम्रो यहाँनिर अर्कै तालमा छ फेरि सबै। न उसलाई चाहिँ क्रिमवाला, हामीलाई चाहिँ नर्मल हेर्न सक्नुहुनेछ क्रिम। न बिहान बेला चाहिँ हाम्रो कस्तो हुन्छ भने हजुरहरूले देख्न सक्नुहुनेछ, यहाँनिर समोसा पनि बन्दैछ, बनाउँदैछ हुनुहुन्छ चाहिँ हाम्रो ब्युटिफुल मनमाया डुन्डुमायाले। यहाँनिर हेर्न सक्नुहुनेछ है गाई। अनि हजुरहरूले म एउटा नयाँ चिज चाहिँ देखाउँदैछु, हेर्नुहोस्। होटलको लागि क्लिन गर्दैछ मेरो भाइ हो, तर क्लिनर हो एकदम सफा गर्दैछ। यो सबै घाँसहरू छ नि त, अलिकति नराम्रो देखिरहेछ नि त, त्यही भएर भाइले एकदम सरसफाइको लागि ध्यानपूर्वक सफा गर्दै छ मेरो भाइले। यहाँनिर हेर्न सक्नुहुनेछ। यसको चार्ज कति लाग्छ त ब्रो? यति सफा गरेको चार्ज कति लिने हो? 10,000 मुझे मारो नहीं, ये मजाक हो रहा है। 10,000 दे देना हमें।
कति मात्र 500 मात्र 500 एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए 500 मात्रै यहाँनिर त्यहाँसम्म सबै क्लिन हुनुपर्छ है त्यहाँदेखि योहरू सबै यहाँनिरसम्म सबै छ होइन यो क्लिन हुनु पर्यो है गाइज ल ओके तिम्रो काम चाहिँ आजको यो ल हुन्छ म अहिले एकछिन उतापट्टि समोसा हेर्नुपर्ने काम छ होइन समोसा हेर्नुपर्ने काम छ अनि अहिले एकछिनमा 1 घन्टाभित्रमा क्लिन हुनु पर्यो मलाई है त हुन्छ उता गएर आए योहरू सबै मलाई अहिले एकछिनमा आउँदाखेरि देख्नु भएन है त्यो त अब त्यो त जाँदैन होइन योहरू चाहिँ सबै क्लिन हुनु पर्यो है हुन्छ ओके ल त बाई 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 बाहिर चाहिँ यहाँनिर क्लिन गरिसकेको अवस्था छ जस्तो छ यहाँनिर हेर्न सक्नुहुनेछ सबै क्लिन भइसकेको छ यहाँनिर यो उताको सबै क्लिन भइसकेको छ है भाइ के छ क्लिन भइसक्यो है त गाइस के चाहिन्छ बाबु समोसा कतिवटा 4वटा हाम्रो भाइको चाहिँ उनीहरूको चाहिँ छुट्टी छ है धेरै आज किन स्कुल गएन भन्नु ठान्नुहुन्छ होला हजुरहरूले होइन मेरो भाइ चाहिँ उसको चाहिँ स्कुल छुट्टी छ ऊ भाइहरूको चाहिँ बच्चाहरूको चाहिँ स्कुल छ फाइनली हामीले समोसा बनाइसकेको छौँ हेर्न सक्नुहुनेछ गाइज यहाँनिर कति छ होला लु के अरे समोसा गेस गर्नु होला हजुरहरूले थ्याङ्क यू यो चाहिँ के हो गाइज यो के हो वाट इज दिस टेल मी दिस नेम एस्ट्रियन वुमेन बिङ्स के हो यसको नाम यसको नाम इनिस एस्ट्रियन वुमेन बिङ्स नट एबल टु जोइन द क्लास पापा सक्दैन यहाँनिर छ है गाई यो चाहिँ निम्की हो आफैले बनाएको वाला स्पेसल एकदम स्वाद छ कि स्वाद भरिपूर्ण स्वाद चुरुप चुरुप खादिन्छ सगाएको छैन पहिला बन्दा नि जानु या फेरि चना हालिदिनु गाजर हालिदिनु यो खाने प्याकिङ प्लास्टिकहरूको केही राखिदिनु ल अब त्यो मामा खानु मामा ल्याउँदा गयो कि खाना पढ्न जाने भनेर यो दिदीले गरिदिएको छ कि समोसा नि कस्तो मिठो रहेछ मैले हिजो कोठामा गएर है के खाउँ भएर मेरो पाला खुर्सानी एउटा टुकेर समोसा एउटाले छ लगाएछ यहाँनिर मनमायाले चाहिँ यहाँनिर रेडी बनाउँदैछ सुँगुरको
डेढो यो चाहिँ हेर्न सक्नुहुनेछ मम्मी बहिनी उता पस्किँदै हुनुहुन्छ एकैचोटि लाने नि बुङ्गुरको मासु होइन त तिमी पनि खाने यहाँनिर हेर्न सक्नुहुनेछ गाइस अब चाहिँ खाएर हामी चाहिँ म चाहिँ है भाइले चाहिँ खाइसक्यो लोभीको बारेमा सम्धी आउनु न सम्धी यार कति भाउ खोज्ने हो तपाईँ स्पेसल म चाहिँ दिँदैन त सम्झाइ स्पेसल ऊ के अरे एउटा चम्ची स्वादिलो भएछ त ए फ्रिजमा राख्नु हुने त्यसरी राख्नु भन्दा राखिदियो अर्को त्यो चाहिँ होस् अब खाना खाइयो मलाई एक गिलास छ्या हाल्यो मैले चाहिँ अब भेज ल सुरु गरेँ म लस गरेँ है त ल सुरु गर यो पनि के कमाल यो त खसीको रहेछ खसीको हाल्ने गर्दा Hai men. Hai men đây. Thế là. गाई भयो ए अब सम्झेर चिबुदा ल त भामै सम्झे आए ओदले आयो त सम्झे पनि एक दुईटा बुझ जाओस् न त हाम्रो ब्लगमा के भन्नुहुन्छ मलाई सबैजनालाई ए आज के हो अरे साउन संक्रान्तिको मङ्गलमय शुभकामना मङ्गलमय शुभकामना सबै ह्याप्पी रहनु होला खुसी रहनु होला हाम्रो त सुरु भइसक्यो हैन तपाईँहरू पनि सुरु गर्नु होला हाम्रो त सुरु गरेर पनि सकिलाइसक्यो गाइस म चाहिँ अब जडिया परे जडिया चाहिँ होइन कहिले काहीँ खानेलाई जडिया नै भनिँदैन कहिले काहीँ खानेलाई मान्छेलाई यो पनि एउटा बानी रहेछ तर मलाई चाहिँ भएन ठिक नभने ठिकै छ नि आज त यार खानु पनि म त पाउन जस्तै भएछ नि यार खसीको एकचोटि त चाहनु छ खसीको त यार त्यो मलाई एकचोटि त्यो बाख्राको होइन बोकाको खाएरै छ नि होइन यस्तो बोकाको त गनाउँछ त्यहाँदेखि बाख्रा मासु लगाए सबै यो चाहिँ सकिँदैन यार यो चाहिँ